पासामालाम भन्ने ठाउँमा जाँदैछु। तपाईहरुलाई आज मलेसियाको मार्केट देखाउँछु। रुमबाट निस्किसक्यो गाइज। अब अलि बाटोमा छौँ, साथीलाई कुर्दैछौँ। दुईजना साथी अगाडि हिँड्दैछ, म पछाडि हिँड्दैछु। एकजना मेरो पछाडि हिँड्दैछ। ड्युटीको बेला छ, तैपनि पासामालाम जानु भनेर हिँडेको। ड्युटीकै ड्रेसमा हिँडिरहेछौँ गाइज। Okay, let's go. अनलाइन पार्सल यसरी आएर बस्छ, अनि त्यसरी खोज्नुपर्छ आफ्नो पार्सल। अर्कोको पार्सल झुकेर लिन्छ भनेर आफ्नो नाम राम्ररी हेर्नुपर्छ। बाघको बच्चा यस्तो हुन्छ। अब सिक्युरिटी गेट पार गरिसक्यौँ। सिक्युरिटी गेट हाम्रो कम्पनीको बाहिर यही हो, पार्किङ। कम्पनी हाम्रो बाहिरबाट यस्तो देखिन्छ। कम्पनी यो भित्रको लोगो कम्पनी हो। यो हाइवे हो। यो हाम्रो कम्पनीको कार पार्किङ हो। बाहिरबाट कम्पनी यस्तै देखिन्छ। मलेसियामा यस्तो रिक्स रोड हुन्छ। छेउमा यस्तो हिँड्नुपर्छ, गाडी गइरहन्छ। अझै टाइम छ पुग्नलाई। रोडमा हाइवेको छेउछेउ हिँड्दैछौँ हामी। यस्तो रिक्सी बाटोबाट हिँड्दैछौँ। हाइवे प्लस हामी छेउछेउबाट हिँड्दैछौँ। दुई 300 किलोमिटर 200-300 मिटर अगाडि बढिसकेपछि हामीले राइट मोड्नुपर्छ, लेफ्ट साइड मोड्नुपर्छ। यो बाटोबाट यसरी यो कम्पनीको तर्फ मोड्नुपर्छ पासामालाम जानको लागि। त्यसपछि भित्र हिँडिसकेपछि 100-150 मिटरमा पुगिसकेपछि यो कम्पनी आउँछ, प्रिमियम भन्ने कम्पनी। यो कम्पनीबाट हामी यो बाटो हुँदै राइट हिँड्नुपर्छ। 100-150 मिटर पछि यो बाटो सिधै जानुपर्छ पासामालाम जानको लागि। यही पासामालाम जाने बाटोमा धेरै सानो सानो कम्पनीहरू छन्। प्लास्टिक कम्पनी, रबर कम्पनी, बिस्कुट कम्पनी, मरमसालाको कम्पनी, धेरै कम्पनीहरू छन् यो बाटोमा। अब अझ यहाँबाट लगभग 100-150 मिटर छ। धेरै टाढो छैन पासामालाम पुग्नको लागि। मलेसियामा आँप 12 मासे आँप फल्छ। पाकिरहेको हुन्छ, फलिरहेको हुन्छ, फुलिरहेको हुन्छ। पनि नेपालको जस्तो कुकुरहरू पाइन्छ यस्तो सेम A to Z मलेसियन कुकुर। पछाडि अगाडि चाहिँ नेपाली कुकुरहरू। अब 50 मिटर जति छ यहाँबाट पासामालाम। So just wait and watch my video. यही हो पासामालाम। अगाडि देखिरहेको ठुलो रुखको मुनि पासामालाम भन्ने ठाउँमा हामी पुगिसक्यौँ। यसलाई नै पासामालाम भनिन्छ। पासामालाममा हामी छिरिसक्यौँ। अब पासामालाममा हेर्नु यस्तो नेपालको जस्तो मेवा, स्याउ। यो मेरो ड्युटी पार्टनर हो, ऊ पनि एउटा ड्युटी पार्टनर हो। स्याउ सुन्तला किन्दैछन्। यसरी टोकरीमा राखेको हुन्छ। एउटालाई 5 रुपियाँ लिन्छ एउटा टोकरीलाई। यो सेतो स्याउ, यो केरा, यो बुइकटर, यो ड्रागन फ्रुट, यो मलेसिया लिची, यो नेपाली लिची। फ्रेस माछाहरू यसरी राखेको हुन्छ। यो हाम्रो मुगा माछा हो, यो झिँगा माछा हो। माछाको दोकानहरू यस्तै हुन्छ। यो बार्बेक्यू, सेकुवा, माछाको सेकुवा, मासुको सेकुवा सबै पाइन्छ यहाँ। भुटेको मकै, पोलेको मकै, बोइल गरेको मकै। आलु, प्याज, टमाटर
यो चाउमिन आइटमहरू हाम्रो यो तपाईँको बार्बिक्युहरू माछाको सिद्रा माछाहरू यसरी पाइन्छ यहाँ यो मसिनो खालको खोइ कुनी के हो नाम थाहा भएन भात यस्तो पातमा प्याक गरेको हुन्छ यो निलो आइसहरू यसरी नै यता खेलौनाहरू हुन्छ बच्चाहरूको लागि चाहियो भने यो खेलौनाहरू बच्चाको लागि राम्रो हुन्छ यो जुत्ता चप्पल कपडा यस्तै हुन्छ पासा मालम भनेको यस्तै हो हाम्रो नेपालतिर हाट बजार भने जस्तै यता पासा आँप हुन्छ आँप हो ड्रागन फ्रुट जस्तो हाम्रो चटपटे यसरी नै बन्दो रहेछ साग सब्जी बेच्दो रहेछ समोसा जिलेबी चटपटे पासा मालम र स्याउ